But when the back of your head is emptied out, you know, once you've created what you've always wanted to create with all the informations that you've stored for so long, what does that back of the head look like? इट्स अलवेज डिफ्रेन्ट जस्तो लाग्छ बनाउनु अगाडि कुनै आइडिया सोध्छ भने त्यसमा चाहिँ त्यो आइडियालाई कसरी मच्योर गराउने हुन्छ क्युरियोसिटी हुन्छ अनि त्यो मच्योर त्यो आइडिया चाहिँ जेन्युनली मैले कुनै फर्ममा रियलाइज गर्दाखेरि त्यो एक्चुअली काम गर्छ कि गर्दैन भन्ने कुराहरू एकदम क्युरियोसिटी र टेन्सनमा रहिरहेको हुन्छ पेन्टिङ गरिसकेपछिको म कुरा गर्छु है पेन्टिङ गरिसकेपछि चाहिँ एकदमै आनन्द फिल हुन्छ सुरुमा चाहिँ मलाई चाहिँ so during the process चाहिँ त्यो एउटा फिलिङ त त्यो भइ नै हाल्छ हैन इट्स काइन्ड अफ ओभरवेलमिङ एक्साइटमेन्ट त्यो सबै कुराहरू त त्यहाँ भइ नै रहन्छ अनि एट द मिनवाइल त्यो टाइममा चाहिँ ल what will the public or the audience that are going to look into it think about it हुन्छ नि I am someone who looks after people's validation, to be honest. I think it's the reflection of the artist. तपाईँले जुन भन्नुभयो त्यो प्रोसेस मेरो लागि चाहिँ the final work is not just the process मेरो लागि चाहिँ the whole process is मेरो लागि चाहिँ artwork भनौँ न not the final output but the whole process is an artwork for me. I think like back of the head one, I say what I mean is like, it's kind of like, you know, like when you meet someone, you kind of like, suppose you meet someone and you kind of like them, there's a good atmosphere about them and you want to get to know them better, but you kind of want to step back and very detail, you get to know them, you kind of get a sense of their personality and that's there, but you get a sense and you one point where you feel like, no, I really would love to be friends with this person. I would love to get, and you really, maybe you make more of an approach. I've loved it. मलाई लाग्छ नि कतिले क्वेसन राम्रो गर्दैन जस्तो लाग्ने कारण चाहिँ now this is really really good questions and I'm really happy to tell you the story of Mustang project and why after तिमीले भनेपछि अहिले मैले राखेपछि त्यो मेरो त्यो पर्सनलाइज हुन्छ नि त्यो चिज चाहिँ जान्छ भन्ने जस्तो लाग्छ हैन compassion the project was about compassion and compassion the word itself is personal so it was very personal अनि मैले अहिले भने सुरुमा भनेको थिएँ म मुस्ताङ जानुको रिजन नै प्युरिफाई myself my soul हुन्छ नि मेरो ब्याड थिङ्सहरू मेरो त घमण्ड मेरो त अहमहरू हुन्छ नि त्यो चिजलाई नै पलिस गर्नलाई हुन्छ नि ब्याड स्पिरिचुअललाई पलिस गर्न जान्थेँ अनि त्यही भएर मैले वर्षौँसम्म त्यो फोटोहरू कहिले पनि कसैलाई देखाइनँ भेरी फ्यु पिपल क्लोज पिपलहरू but they have seen अनि अर्को कुरा चाहिँ 2019 मा I had a very big accident मुस्ताङमा and I भनेको मेरो वाइफको बुवा बित्नु भएको थियो we didn't realize किनभने त्यहाँ नेटवर्क पनि थिएन के पनि थिएन हिउँ एकदम ठुलो हिउँ परेको थियो त्यो हुन्छ नि आफ्नो इमोसनहरूलाई सब यसरी पेन्टले गर्दाखेरि के सोचे के बनाउँछु भनेर सोचे जे हुन्छ नि त्यो त निस्किन्न मेरो लागि हैन मेरो उसमा चाहिँ म एउटा सोच्छु तर अब कता कता पुग्छ है अनि त्यो पछि चाहिँ रिल्याक्स्ड हुन्छ के एकदमै रिल्याक्स्ड हुन्छ त्यही हो अनि मलाई चाहिँ मान्छेले के सोच्ला के भन्ला भन्ने कुराले पनि एकदमै म्याटर चाहिँ गर्छ कि किन मलाई पास्ट एक्सपिरियन्सेसमा पनि अलिकति त्यस्तै मिक्स्ड रियाक्सन्स आएको कति धेरै एक्सपिरियन्सेसहरू थियो त्यसले गर्दाखेरि चाहिँ एकदम हुन्छ तर when it's out there in the public अनि whether it be on Instagram or an exhibition I think it's theirs to perceive like how you want to see it अनि सबैजना मेरो भ्युअर्सहरू जति पनि हुनुहुन्छ सबैजना चाहिँ उनीहरूको पर्सनल पास्ट हुन्छ नि पास्ट र प्रेजेन्टमा के कुरा भइरहेछ त हुन्छ नि त्यो फिलिङलाई नै उहाँहरूले चाहिँ इन्टरप्रेट गरेर चाहिँ त्यसरी हेर्नुहुन्छ कि सो विच आई फाइन्ड क्वाइट इन्ट्रेस्टिङ अनि आफ्नो काम चाहिँ मैले एउटा तरिकाले सोचेर गइरहेको हुन्छ तर त्यहाँ पुगिसकेपछि उहाँहरूले चाहिँ आफ्नै तर्कहरू हालिदिने बेला चाहिँ म आफैलाई पनि अचम्म हुन्छ कि ए त्यस्तो पनि देखिन्छ र त्यस्तो पनि छ र भन्ने चाहिँ म पनि फेरि उहाँहरूसँगै बसेर हेर्न थाल्छु कि त्यस्तो पनि कसरी देख्नुभयो होला भनेर अनि आई फाइन्ड द्याट प्रिटी इन्ट्रेस्टिङ जस्तै I'm doing the series of like चिया पसलहरू खाजा पसलहरू अनि if something clicks I want to go there again and again at different times sometimes I'll go there in the evening sometimes in the morning just kind of it's almost like trying to get to know a person better okay अनि
when that feeling really feels strong enough, I approach it. And if I feel like, no, this needs more time, then I'll kind of let it simmer. अनि एउटा पोइन्टमा चाहिँ मेरो फोनमा त्यो म्यासेज देखेपछि आई सेयर माई वाइफ एन्ड सी क्राइड लाइक हामी जानुपर्छ अफकोर्स पहिले मिनाको बाउलाई सबभन्दा फेभरेट छोरी चाहिँ मिना थियो एन्ड वी हेभ टु गो ब्याक एन्ड इट वाज सो डिफिकल्ट किनभने हिउँ एकदमै ठुलो परिरहेको थियो त्यहाँको लोकलले भनेअनुसार चाहिँ तिनीहरूको लाइफमा त्यस्तो बुढो मान्छेले लाइफ टाइम देखाएको थिएन अरे क्या सो इट वाज 3 feet मोर देन 3 feet थियो अनि हामी फर्किँदै थियो जस्तो पनि गाउँको मान्छे सबैले चिन्थ्यो मलाई पहिलादेखि गएकोले दे अल केम टु हामीलाई एटलिस्ट कागबेनीसम्म छोडिदिने भनेर त्यहाँ पछि चाहिँ हिउँ थिएन त्यस्तो ठुलो हिउँ थिएन सो हामी त्यहाँ पुग्ने टाइममा एउटा टर्निङ कालो भिर भन्ने ठाउँमा चाहिँ मिना ठ्याक्क पास गर्यो लाइक मेरो 1 मिटर जति अगाडि थियो अनि त्यो 1 मिटरको डिस्टेन्समा पनि देखिँदैन थियो इनफ्याक्ट अनि मेरो घोडाको चाहिँ चेसमा हिउँ पऱ्यो त्यो खाल्टो गएपछि त्यो इनफ्याक्ट के हुँदो रहेछ नि घोडाहरूको चेसमा हिउँ परेपछि दे क्यान मुभ अनि यसो यो खाल्टो स्लाइडिङ बिस्तारै प्रली त्यो द्याट कति सेकेन्ड होला त्यो फिल्म चाहिँ रियल लाइफमा हुँदो रहेछ त्यो पुरा म मरिसकेको मैले यो गर्नु बाँकी त्यो गर्नु बाँकी लिनुपर्ने दिनुपर्ने अल रिग्रेट एन्ड एभ्रिथिङ केम आउट इन माई हेड हुन्छ नि अनि त्यसपछिको भनेको प्रोसेस हुन्छ अब त्यो प्रोसेस चाहिँ मेरो विचारमा इन्जोय गर्ने जस्तो लाग्छ त्यहाँ टेन्सन पनि हुन्छ अनि धेरै च्यालेन्जेसहरू पनि हुन्छ अनि त्यो प्रोसेस कम्प्लिट पछि जुन काम हामीले रियलाइज गरिन्छ त्यो काम चाहिँ कतिको इफेक्टिभली मेरो आइडियालाई त्यो प्रोसेस मार्फत मैले रियलाइज गरेँ भने हुन्छ त्यो रियलाइज गरिसकेपछि इट्स नट द्याट इम्पोर्टेन्ट जस्तो लाग्छ इट्स नट इम्पोर्टेन्ट इन द्याट सेन्स कि आर्टिस्टले त्यसलाई होल्ड गरेर बसिराख्नुपर्छ भन्ने जरुरी लाग्दैन And I think when you've completed that work, I feel like, or I say there is a sense of relief, you know. There's that sense of fulfillment because there's always that, when you really, for me at least, when I really connect with something and I really want to do something, it really requires a sense of that vulnerability. You have to kind of step outside of that safe line that you build around yourself, comfort zone bhanam. And it really requires a push out of it, whatever work you are doing in some way. And that is challenging, khasma chai. And to overcome that and do that is very fulfilling, especially when you do it and you share it with people and someone connects with it on whatever level. It's very fulfilling. And I think when it happens honestly, organically, that space, that empty space creates that like a fertile ground where you can actually create more work. I think it's very natural, like you do something, I'm just spending time painting and then it'll just click that, yeah, I should do this. There's always like more ideas coming in and then I'm just letting it simmer. So yeah, that's how I work. It's just you are satisfied, एउटा satisfaction को the feel हुन्छ तर I don't think so you are a different artist when you're the same person like when you create it and when you're after creating it पनि अनि so त्यस्तो different त लाग्दैन मलाई चाहिँ